Hello and namaste to you all. Welcome back to my another video of 2026, which will be regarding हाम्रो लोसार कार्यक्रम है हामी गुरुङहरूको महान पर्व तथा न्यू इयर अनि फर्स्ट थिङ चाहिँ सबैजनालाई ह्याप्पी लोसार अनि न्यू इयर भन्न चाहन्छु भन्दै आजको भ्लग सुरु गर्नुपर्ने हुन्छ आजको कार्यक्रम चाहिँ बेसिकली हाम्रो गुल्मेली गुरुङ परिवारको लोसार कार्यक्रम हुनेछ जुन चाहिँ हाम्रो बेजिङ स्टोकको पप्ली हलमा हुँदैछ जहाँ चाहिँ हाम्रो गुल्मेली गुरुङ जताततै थोरेर बस्नु भएको छ युकेमा सबैजना भेला भएर हामी चाहिँ एभ्री इयर मनाउने गर्दछौँ है त ले गर्दा अब चाहिँ हाम्रो पनि आज कार्यक्रम सुरु हुँदैछ हामी चाहिँ अब लाक्ली रेडी भइसकेको छौँ अब चाहिँ हामी यहाँ रेडी भएर हामी के अरे कार्यक्रम हुने हलतिर जान्छौँ है त अनि हामी सिधै उहीँ गएर भेट्नुपर्ने हुन्छ है ओके भन्दै सी यु इन अ बिट है गाइस प्लिज वाच माई भिडियो अन्टिल द एन्ड अनि इफ यु लाइक इट प्लिज इन फ्याक्ट डु नट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब है इफ यु लाइक इट है गाइस भन्दै विल सी यु एट पप्ली हल है त एकछिनपछि ओके गाइस किप अन वाचिङ ल है गाइस त्यसै फुपूहरू चाहिँ रेडी हुनु भइसक्यो रेडी हुनुहुन्छ यता यता दुईजना मिसहरू रेडी भइसक्यो त मेरो भाइ रेडी छ अब चाहिँ हामी चाहिँ अब सबैजना रेडी भइसक्यौँ अब चाहिँ हामी हलतर्फ लाग्छौँ है त अब एकछिन हामी धेरै टाइम लाग्दैन एटलिस्ट 10 मिनट्स पछि हामी हलमा गएर सबैजनालाई भेट्छौँ है त गाइस ओके स्टे ट्युन गाइस ओके गाइस फाइनली चाहिँ हामी चाहिँ आइसक्यौँ भेन्यूमा चाहिँ लेट्स गेट इनसाइड है त गाइस लेट्स गेट नि मेरो भाइ पनि आएको छ आज चाहिँ मेरो मामाको छोरा उहाँ चाहिँ ओके गाइस लेट्स गेट इन ओके लेट्स गेट इन गाइस गेट इन त्यस्तो है ल त्यस्तो छ गाइस त्यस्तो है ल एकछिन म गएर एकछिन भेट्यौँ है त ओके गाइस म चाहिँ क्विक भित्र गएर सबैजनालाई देखाउँछु है त सबैजना आउनु भएको छैन यसम्म चाहिँ आउँदै हुनुहुन्छ कति मान्छेहरू है म चाहिँ क्विक गएर एक लुप्स गरेर देखाएर आउँछु सबैजनालाई है त गाइस ओके लेट्स गेट इनसाइड है त ओके गाइस लेट्स गेट इन है सबैजनाले ह्याप्पी लोसार सबैजनालाई वन्स अगेन जो आउनुभयो उहाँले चाहिँ खाना खाँदै हुनुहुन्छ अहिले चाहिँ एट द मोमेन्ट यस्तै चाहिँ हाम्रो चाहिँ बिहान आएर डेकोरेट गऱ्यो है डेकोरेट गरेर यतिको चाहिँ गराएछ आजलाई सबैजनाले खाँदै हुनुहुन्छ अब म पनि खाना ल्याउँछु है त खाना लिएर क्याच हुने बेट गाइस बेट ओके गाइस जस्ट टु सो यु यता चाहिँ हाम्रो चाहिँ खानाको है खाना चाहिँ हाम्रो यता छ है खाना सेक्सन चाहिँ खाना चाहिँ यता छ खाना सेक्सन चाहिँ हाम्रो चाहिँ खाना चाहिँ अलि साइड यता छ है खाना चाहिँ खाना सेक्सन चाहिँ खाना खाँदै हुनुहुन्छ पाहुनाहरू लानुभएकोले चाहिँ खाना खाँदै हुनुहुन्छ हाम्रो कसै यहाँ हुनुहुन्छ फ्रम द रोयल ओक कसैको ल हजुरलाई इभेन्टहरूमा केही चाहिएको हुन्छ नि क्याटरिङ चाहिएको छ नि यता रोयल ओकलाई सम्झिनु होला है त ल चट्ट लगाएर स्टार्टर यस्तो छ चट्ट लगाएर ए यता नि हुनुहुन्छ अर्को सब्जी फेरि सही दाइ हजुर एकदम बिजी हुनुहुन्छ है खाना एकदम मिठो छ प्लिज हजुर खाना चाहिँ यस्तो छ है खाना चाहिँ ओके म नि अब खाँदैछ त भाइले नि खाँदैछ त है बाजे खाँदै हुनुहुन्छ हजुर खाँदै हुनुहुन्छ ल भाइले तपाईँ खाँदैछ दुईजना हेर न हिरोहरू ए नमस्ते अरे राइट म नि खाना खान्छु अब चाहिँ गाइस खाना खान्छु अनि खिच्दै गरिन्छ भिडियो चाहिँ अल द वे आज रातिसम्म चाहिँ म सबै क्लिपहरू क्याप्चर गर्न ट्राई गर्छु है त ओके गाइस फाइनली चाहिँ हाम्रो चाहिँ अफिसियली कार्यक्रम सुरु हुन लागेको छ है त मान्छेहरू आउँदै हुनुहुन्छ स्टिल तर सबैलाई कुन पनि सकिन्न कि
त्यस्तै हो टाइम किनकि हामीले टाइमलाई चाहिँ कुर्न सक्दैनौँ नि त त्यही भएर चाहिँ हामी चाहिँ टाइमको मध्यनजर गर्दै हामी चाहिँ हाम्रो अफिसियली कार्यक्रम चाहिँ अब सुरु हुन लागिसकेको छ गाइस ओके अल किप सोइङ यु के हुन्छ है किप वाचिङ गाइस हाम्रो हाउस राइडिङ गर्नुहुने हाम्रो विशेष रोशन गुरुङ राइडिङलाई पनि एकदमै हामी मनैदेखि हाम्रो समाजको तर्फबाट हार्दिक धन्यवाद र उहाँलाई चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ वेलकमिङ न्यु कमर है हाम्रो उसमा चाहिँ हाम्रो गुल्मेली गुरुङ परिवारमा चाहिँ न्यु कमर्सहरू उहाँहरू हुनुहुन्छ बहिनीहरू भाइहरू यो चाहिँ हाम्रो फुपूलाई चाहिँ ल राम्रो यादको लागि छ है हाम्रो यादको लागि यो चाहिँ है अनि जोडले ल अब आउने दिनहरू एकदमै राम्रो स्वास्थ्य तरिकाले किनभने 107 जनाले चाहिँ भन्नुपर्ने हो यहाँ चाहिँ कतिजना छ ओके अब चाहिँ हाम्रो चाहिँ वर्ग आउनेहरूलाई चाहिँ सोही कार्यक्रम छ है त ओके लेट्स कीप वाचिङ एभ्रीवन रोशनी गुरुङ हाम्रो ल उहाँहरू चाहिँ वर्ग आउनेहरू सन्तोष गुरुङ वर्ग आउनेहरू हुनुहुन्छ सबैजना ममता भाजी ममता गुरुङ गुरुङबाट चाहिँ आशीर्वाद कि अब के हो अनि यो रोटी ह्युमन रिसोर्सेसमा थाहा भयो अब अध्यक्षज्यूले चाहिँ खाता लगाइदिनुहुन्छ अनि फुलपूजा गुरुङ भाउजूले चाहिँ उहाँलाई फुल दिएर उनको पूजा दिएर बधाई दिनु नयाँ जोडीहरू उहाँहरूलाई हामीले खाता लगाएर अनि फुल दिएर सम्मान गर्दैछौँ सबैले सुन्नुहोला र यहाँहरूलाई सबैलाई जोडीहरूलाई बधाई हाम्रो समाजमा है जो जो छ ठिकै छ नभएकोलाई नै बधाई छ वेलकम छ र आफ्नो समाजलाई सधैँ चिन्ने हो सधैँ सम्मान दिने हो ल बाबु आकाश बाबु सधैँ आकाश होइन हाम्रो विशाखा आउने दिनु ल नानीलाई पनि बधाई छ यो आएको छ होइन आउने दिनमा कति प्रगति गर्ने अनि आफूलाई पनि हेल्दी राख्ने है ल प्रकाश बाबु अहिलेसम्म एकदम राम्रो राखेको छ है आउने दिनमा अझै चेक किया क्या सब वहीं गइदियो अब कहाँ हाम्रो
Come on! Let's go! Come on, Thali everywhere. Come on, support one over here. Thôi, miễn rồi. Chết! Thôi!
हेलो गाइस, कस्तो हुँदैछ हजुरलाई? कस्तो लाग्दैछ भिडियोहरू? होपफुली इन्जोय गर्नु हुँदैछ होला हाम्रो घिमिरे गुरुङ समाजको लोसार कार्यक्रम है। हामीले चाहिँ सकेसम्म है इन्टरटेनमेन्ट प्रोग्राममा चाहिँ एकदम एक्सन गर्ने ट्राई गरिरहेको छौँ। सकेसम्म सबैजना इन्भल्भ गराएर है रमाइलो गराउने प्रयास गरिरहेको छु मैले चाहिँ है। होपफुली सबैजनाले इन्जोय गर्नु भएको छ होला हाम्रो घिमिरे समाजको लोसार कार्यक्रम। ल यसरी नै अन्त्यसम्म हाम्रो भिडियो हेरिदिनु होला। हाम्रो चाहिँ अवश्य छिटै नै डिनर हुन्छ 7 बजे चाहिँ। आफ्टरवर्ड्स हाम्रो चाहिँ इन्टरटेनमेन्ट इभेन्टहरू हुन्छ। प्लिज स्टे ट्युन टु दिस भिडियो है एन्ड किप वाचिङ अन्टिल द एन्ड है त गाइस। ओके, क्याच यु अन अ बिट ड्युरिङ डिनर टाइम है त। खाना खाने बेलामा म भिडियो लिएर आउँछु ब्याक। ओके, क्याच यु अन अ बिट। ओके, फाइनली हाम्रो चाहिँ अब खाना डिनर टाइमहरू सुरु भइसकेको छ। म सबैजना क्युमा हुनुहुन्छ, त्यति चाहिँ खाँदै नै हुनुहुन्छ है। म चाहिँ के कस्तो दिन्छ आज कार्यक्रम है सबैजनासँग जस रिभ्यूहरू लिइरहेको छु है त। उहाँहरू क्युमा है त। ओके गाइस, लेट्स गो। ओके, यहाँ रहेछ मेरो बुढी। कस्तो छ आज प्रोग्राम? ठिकै छ? ठिकै रहेछ प्रोग्राम?
हो एउटा ऊ ठिकै हुँदैछ यसो नेपालमा सबैले हेर्छ नै फेरि ल रमाइलो हुँदैछ होइन अब नाच्ने अब नाच्ने बजाइ होइन बजा अब नाच्ने होइन नाच्ने अब फेरि नाच्ने होइन ओके नेपालमा सबैले हेर्नुहुन्छ यो चाहिँ ल खानाको के हो है बेसिकली सबैजना क्युमा हुनुहुन्छ खानाको लागि चाहिँ नेक्स्ट चाहिँ दुईजना नाचेर आउँछ सबैको उस आएको छ के अरे दुईजना नाच्यौँ भनेर कहिले हजुर चाहिँ नेक्स्ट बी रेडी खाना खाँदै हुन्छ सबैजना त्यही त यो त हाम्रो सोल्टी हराएर क्या यहाँ खाना खाँदै हुनुहुन्छ है यो त डिजर्टहरू रहेछ मजा आएको डिजर्टहरू है यो चाहिँ यो घट र गुलाब जामुन रहेछ ठिकै हुँदैछ कार्यक्रम मसा खाना खानुभयो अझै छ नि कहाँ सकिनु बोला 7 बजे छ आकाश सोलीको त बाँकी नै छ नि अझै आकाश सोलीलाई त चान्सै छैन नि आज भाग्ने ले त हाम्रो खाने हुन्छ कुकुरहरूले ठिकै हुँदैछ कुकुर कार्यक्रम ठिकै रमाइलो हुँदैछ रमाइलो होइन ओके ल खाना खाँदै हुन्छ कुकुरले नि है यहाँ हाम्रो यो यङ्स्टर टोरीहरू यहाँनिर के गर्दैछ हो यिनीहरू न त खाना खान्छ न त उता नाच्न आउँछ है यसै छ हेर केटाहरू फेरि त्यही छ है ल एनिवे ल अब चाहिँ म नि खाना खान्छु अनि सी आफ्टर वर्ड्स है त खाना खाएर चाहिँ म चाहिँ हाम्रो रेस्ट अफ द प्रोग्राम लाइक के हुन्छ हौ ए बिङ्गो राफल ड्र है के छ त्यसपछि भेटौँ है त खाना खाएर भेटौँ मेरो सबैजना ओके टिल देन किप वाचिङ माई भिडियोज है त टिल देन यो मोमेन्ट चाहिँ हाम्रो राफल ड्र कार्यक्रम हुँदैछ यसपछि चाहिँ हामी एकछिन डान्स हुन्छ अनि हाम्रो त्यति नै हुन्छ राज कार्यक्रम हुन्छ है लेट्स को हुन्छ विनर है फर्स्ट ड्र चाहिँ उहाँलाई परेको छ दिदीलाई चाहिँ है दिदीलाई परेको छ फर्स्ट ड्र चाहिँ सबैजना चाहिँ रेडी हुनुहुन्छ है अब चाहिँ यस्तो छ यो प्राइजको लागि हाम्रो स्पोन्सर गर्नुभएको थियो हाम्रो अध्यक्ष दल गुरुङ र हाम्रो अध्यक्ष दिदीलाई परेको छ यो प्राइज चाहिँ प्लिज हजुर Okay guys, waiting for the third prize है कसलाई पर्छ थर्ड प्राइज चाहिँ let's see कसलाई पर्छ है everyone Number 4, 6, 8 तपाईको 2 462 कसलाई पर्यो भाइ थर्ड प्राइज चाहिँ हाम्रो श्याम दाईलाई परेको छ श्याम दाईलाई जहिले पर्छ हाम्रो श्याम दाईलाई नि लेट्स सी थर्ड प्राइज चाहिँ कसलाई फोर्थ प्राइज चाहिँ कसलाई पर्छ है लेट्स सी गाइस हेर्नुस् है 3 1 मिलेछ बसेको कसलाई पर्छ 3 1 उतातिर अलिकति परा जस्तो छ नि सी कसलाई पर्छ चाहिँ लेट्स सी गाइस 3 1 5 315 315 अगाडि आइदिनुहोस् उहाँ हाम्रो प्रेम सोल्टीकोमा पर्नु भएछ र बधाई छ उहाँलाई बाजेलाई पऱ्यो चाहिँ प्रेम बाजेलाई चाहिँ हाम्रो दासी आन्टीलाई परेछ नेक्स्ट प्राइज चाहिँ हाम्रो कुकुरा परेछ
ल थ्याङ्क यू भदिनी हस् अब नेक्स्ट स्पिकर चाहिँ अब भन्नुपर्दा मैले पनि स्पोन्सर गरेको छु अब त्यो प्राइजको लागि मेरो मिसेस प्लिज आइदिनु पर्यो अगाडि हजुर महारानी नेक्स्ट Hi. नेक्स्ट क्लब पर्छ 1 5 अब कता पर्छ है 1 5 and 0 1 5 0 1 5 0 ल वेलकम बाबु कापुर मारिदियो ल वेलकम ल यसै यो गुला परेछ आज ल गाडीको पैसा त उठाइदिनु नि ल ल बधाई छ भाइ यो चेक गर अरे मिलेन त तिम्रो त के हो ल बधाई छ है ल फाइनली ल एउटा अलि हल्लाइदिनु पर्यो अब त धेरै छैन ल खुसीको फर्काएर तिमीले काटिन्छ र कि दिदीले काट्ने हो ल ल दिदीले सुको वान जस्ट वान ओके थ्याङ्क यू नेक्स्ट हाम्रो सनी दाइले चाहिँ के भन्छ नम्बर सब अलवेज सेम नम्बर आइरहेको छ है मारिदिने नम्बर 3 सेम नम्बर आइरहेको छ सरी 3 0 3 0 कसले 1 भन्यो कसले 1 भनेको ल यो चाहिँ फाइनल प्राइज है फाइनल 6 306 गुड वेल डन मेरो भनिने पारेको ल मेरो लभली भनिने पारेको आज गुला परेछ है फाइनल आज मेरो स्वामी भनिने पारेको ल बधाई छ भनिने ल ल बधाई छ भनिने बरोबर भनिने ल यो टिकट खुसुक्क टानिदिनु ल यो चाहिँ फाइनल प्राइस फाइनल प्राइस हो यो सबैजना त्यही मात्र रहेछ आज कति धेरै काट्छ ल 2 फेरि 2 भयो ल डबल 2 भयो है 2 2 भयो 2 फाइनल प्राइस है यसको फाइनल प्राइस कति हो अरूले भन्ने गर्नुस् त ल मैले भनिदिहाल्नु अब किन रोक्ने हैन फाइनल प्राइस है यो चाहिँ 2 अब बुझ्न परेको छ है फाइनल प्राइस सबैजना अब घर जान रेडी छन् है अब चाहिँ हामी चाहिँ लाइकली नाच्ने मात्रै कार्यक्रम हुन्छ हाफ एन आवर द्याट्स इट त्यसपछि हाम्रो आज कार्यक्रम सकिन्छ है त्यसो छ है ल फर्स्ट प्राइज नमस्कार आजको यो हाम्रो गुल्मे गुरु युकेमा युकेको लकी विनर हुनु पर्यो हाम्रो नानीले पाउनु भएको छ 50 पाउन्ड हाम्रो समाजबाट राखिएको थियो त्यसको लागि धेरै नै धन्यवाद र उहाँलाई बधाई छ
ल यो चाहिँ हाम्रो फाइनल प्राइज अब चाहिँ हाम्रो नातिगानी कार्यक्रम हुन्छ हाफ एन आवर अनि द्याट्स द एन्ड अफ आवर टुडेज गुल्मेले गुरुङ परिवार लोसार सेलिब्रेसन 2025 वेदर गाइस DJ हुन्छ तपाईं पहिलो गइदिनु होला ओके सबैजनालाई फाइनली मर्निङ घर आइपुग्यो कि अघि चाहिँ मेरो भ्लग एन्ड चाहिँ गर्नु पाएन क्या एकदम हल्ला भयो प्लस सामने यताउता हाल्कुने बेलामा चाहिँ त्यो टाइम नै पाएन क्या त्यही हो आजको दिन चाहिँ एकदम वर्थ नै भयो हाम्रो गुल्मेले गुरुङ समाज परिवारको लोसार सेलिब्रेसन 2025 को लोसार हो यो चाहिँ जुन चाहिँ हामीले आज मनायौँ हाम्रो समाजले एकदम रमाइलो भयो सबैजनासँग भेटघाट हुनु होइन भेटघाट हुनु नै ठुलो कुरो जस्तो लाग्छ होइन भेटघाट गफगाफ खानपिन त भइहाल्छ नि होइन त्यो नै ठुलो कुरो जस्तो लाग्छ मलाई चाहिँ खास मेरो उद्देश्य नै है लोसार कार्यक्रम भेट्ने गरेर युके आउनु नै थियो है जुन मैले पुरा गरेँ होइन पुरा गरेँ नै त्यही नै सबसे ठुलो कुरो थियो मेरो लागि नै है त्यही हो हजुरले सबैले भिडियोहरू इन्जोय गर्नुभयो होला इफ प्लिज मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला यता भन्दै आजको ब्लग चाहिँ गर्नुपर्ने हुन्छ रात पनि भइसक्यो है एकदम लामो दिन पनि भयो कि यति भन्दै लास्ट थिङ चाहिँ वन्स अगेन ह्याप्पी न्यू इयर अनि ह्याप्पी लोसार है त्यो सबैजना नेपाली दाजु दिदी बहिनीहरूलाई जताततैबाट हेरिरहनु भएको सबैजनालाई अन बिहाफ अफ मी एन्ड माई फ्यामिली ह्याप्पी न्यू इयर एन्ड ह्याप्पी लोसार भन्न चाहन्छु है त यति भन्दै आजको ब्लगिङ गर्नुपर्ने हुन्छ है त ओके फेरि अर्को ब्लगमा छिटै भेट्ने बाचा गर्दै यहाँबाट बिदा भागौँ है त ओके टिल देन एभ्री वान स्टे सेफ take care and see you in the next vlog guys.